पछिल्लो समयमा केमा व्यस्त हुनुहुन्छ तपाईँ? म अब वडा अध्यक्ष भए हुनाले स्थानीय तहमै र गाउँका सबै गाउँलेहरूसँगै बिताइरहेको छु। म चाहिँ बिजी भइरहेको छु। अब समग्र हिसाबले वडामा जाने कार्यक्रमहरू अब के कति प्रगति गर्नुभएको छ? प्रगति यस्तो छ, वडामा चाहिँ यो राज्यले नै स्थानीय तह चाहिँ गरेको छ, एउटा स्थानीय सरकार भनेको छ, तर चाहिँ पुग्नुपर्ने जति समस्या छन् जनताका गाउँका समस्या छन् त्यो अनुरूपको बजेट व्यवस्थापन गर्न नसकिया हुनाले म पनि अलि असन्तुष्टै छु। अब जे जति हुन्छ थोरै बजेटले त्यहाँको सानातिना समस्याहरू समाधान गरिएको छ अहिलेसम्म। तपाईँ 5 वडामध्ये तपाईँ अलि चलकपूर्णे वडा अध्यक्ष हुनुहुन्छ। तपाईँ एउटा गाउँपालिका कार्य समिति अलि बाटो काम गरिरहेछ, वडा अध्यक्षले विपरीत हिँडिरहेछ अध्यक्ष भन्ने गुनासो आइरहेको छ। जनताले तपाईँप्रति, तपाईँको वडा का जनताहरूले तपाईँप्रति यो काम प्रति तपाईँको विरोध आइरहेछ, के हो? यो चाहिँ सत्यता छैन यसमा। अब तपाईँलाई कुन निकायबाट अथवा कुन सोर्सबाट तपाईँले यो कुरा थाहा पाउनुभयो, तर मैले जहिले पनि जनताका कामका लागि र जनताले गर्नुपर्ने स्थानीय तहमा मेरो वडामा गर्नुपर्ने कामका लागि म पछि हटेको छैन र गर्नुपर्ने मैले दिनुपर्ने सिफारिसहरूदेखि लिएर बजेटहरू गएको लागि चाहिँ त्यहाँ कार्यान्वयन गर्ने कुरामा मेरो कहीँ कमी कमजोरी भएको जस्तो मलाई लाग्दैन। निर्वाचित भएको 3 वर्ष बितिसक्यो। अब आगामी वर्षको लागि बजेट तयारीकै हुन्छ। अब के छ, 3 वर्ष अवधिमा के काम गर्नुभयो? नमुने के काम गर्नुभयो त? अब मेरो चाहिँ उसमा चाहिँ हाम्रो गाउँपालिकाबाट जाने भनेको हामीले चाहिँ एकदम थोरै बजेट जान्छ। हामी 15-20 लाख रुपियाँ प्रति वर्ष जाने हो। त्यहाँ चाहिँ असीमित चाहिँ समस्याहरू छन् र मैले मेरो 3 वर्षमा अब बाँकी रहेको 17 महिना बाँकी छ, त्योभन्दा अगाडिको जुन मेरो अवधिमा हामीले धेरै खालका योजनाहरू गऱ्यौँ। हामीले खानेपानी गऱ्यौँ, हामीले स्कुलमा काम गऱ्यौँ, हामीले बाटोमा काम गरेका छौँ र लाली र थाली जोड्ने जुन एउटा ट्विन थियो अहिलेसम्म, अहिले राज्यले चाहिँ ट्विन विस्थापित घोषणा गर्दा पनि हामी चाहिँ ट्विनद्वारा अहिले पनि चढिरहेका छौँ। आज तपाईँले इन्टरभ्यू लिँदै गर्दा पनि म बिहान त्यही ट्विन तरेर आएको हो र अहिले त्यहाँ झुलुङ्गे पुल अब हामी असारभित्र सिद्ध्याउने चाहिँ लक्ष्यमा छौँ। असारमा हामी कम्प्लिटली हाम्रो चाहिँ यो चाहिँ हाम्रो हाम्रो चाहिँ यो हाम्रो SIDC को मार्फत हामीलाई त्यहाँ एउटा पुलको सर्वे गरायौँ हामीले पोहोर साल। अहिले चाहिँ हामी त्यहाँ सबै त्यहाँको चाहिने चाहिँ डेक बाहेक अरू सबै सामग्रीहरू त्यहाँ सम्बन्धित ठाउँमा आइसकेको छ। अनि त्यहाँ स्वास्थ्य, शिक्षा लगायतका पूर्वाधारको के भइरहेको छ? त्यहाँ अब स्कुलको मैले अब जहिले पनि भन्ने गर्छन्, अब जनताहरूका कुराहरू एक हुन्छन्, हामीले गर्नुपर्ने अर्को हुन्छ। जस्तै मुख्यमन्त्री र प्रधानमन्त्रीको बजेटद्वारा जहिले पनि बाटो झाडी खाने चाहिँ प्रवृत्ति थियो, तर म निर्वाचित भइसकेपछि मैले त्यस्ता बाटो झाड्ने र सामान्य टार्ने कामतिर गरिनँ। मैले स्वास्थ्य र शिक्षाका बिल्डिङहरू बनाएर कम्तीमा पनि गराउँ। अलि स्वास्थ्यका र शिक्षाका बिल्डिङहरू जीर्ण छन्, यिनीहरूलाई चाहिँ हामीले रोजगारको कार्यक्रम पनि त्यहाँ हालेर त्यहाँ दुईटा स्कुलका भवन बनेका छन् र यसमा चाहिँ मेरो तर्फबाट भन्ने हो भने त्यहाँ म चाहिँ त्यति मेरो गल्ती छैन जस्तो लाग्छ। अब जनताका अब गुनासाहरू हुन्छन्, त्यो हामीले सुन्नुपर्छ। गाली पाउने पनि हामीले हो, ताली पाउने पनि हामीले हो, यसमा केही छैन मेरो दुखेसो। यो खारमुना गाउँपालिका वडा 5 वडा छन्, त्यो वडामध्ये तपाईँको वडामा अलि खाद्यान्न उत्पादन हुने क्षेत्र हो, अर्ग्यानिक। अब कृषकलाई के गर्नुभयो? अब कृषकका लागि यस्तो छ, अब हामीले चाहिँ वडाबाट गर्ने भनेको हामीले बिउ, अब सबै तरकारीहरूको बिउ चाहिँ खरिद गरेर वितरण गर्ने गरेका छौँ। तर अब समस्या के छ भन्दाखेरि अब मै भनौँ न, अब यो हामी भोगमारी भन्दा पनि भातमारी भइसक्यौँ अहिलेको अवस्थामा। किनकि ठ्याक्कै खाद्यको चामल ल्यायो, ठ्याक्कै पानी पखाल्यो, कोक्रामा हालिदियो। हाम्रो चिनु फापर यो अलिकति झन्झटिलो भए हुनाले हामी अर्ग्यानिक चिजको हामी भण्डार हाम्रो मेरो वडामा हुँदाहुँदै पनि मेरा जनता र स्वयं म आफै पनि खाद्यको चामल खानुपर्छ भन्ने सिद्धान्तमा हामी लागेका छौँ। यो चाहिँ दुःखको विषय छ। अन्न भण्डारकै क्षेत्र तपाईँको वडा मानिन्छ, उत्पादन पनि धेरै हुन्छ, पशुपालन पनि त्यत्तिकैको देखिन्छ। अनि जनताका
कृषकले पाल्ने पशुहरू खेती गर्ने किसानहरूलाई अब गाउँपालिकाले गरेन, वडाले त्यति पहल गरेन भन्ने सुन्न आएको छ। के छ के प्रदेश गाउँपालिका के समन्वय? अब यो सबैले आफ्नो आफ्नो ठाउँमा आफ्नो कार्यक्रमहरू गरिरहेको अवस्था हो। अब प्रदेशले पनि गरेको छ, सङ्घले पनि गरेको छ, वडाबाट पनि गरेको छ, पालिकाले पनि गरेको छ। तर ती के कार्यक्रम गरिरहेको छ भन्दाखेरि त्यहाँका अब मेरो वडा भनेको एकदम गाई बस्तु भेडा बाख्रा धेरै हुने हो। हुम्लाको सबै गाउँपालिका सबै वडामध्ये मेरो वडामा एकदम बढी चाहिँ गाई बस्तु भेडा बाख्रा हुने ठाउँ हो। तर अब वडा प्रदेश अब जिल्लाबाट पनि त्यहाँ होइन टाइममा चाहिँ भ्याक्सिनहरू लाउने, टाइममा त्यो औषधि उपचार गर्ने काम चाहिँ भइरहेको छ। अब जनताका कुरा त अब त्यो असन्तुष्टि हुन्छ नै, त्यो चाहिँ हामीले चाहिँ जनताले सोचे जस्तो चाहिँ हामीले उनीहरूका मागहरू पुरा गर्न सकेको अवस्था होइन। अब किन कुरा चाहिँ लुकाउनु हुँदैन होइन, किनकि हामी राजनीतिकर्मी हो, राजनीति भाषा बोलेर मैले सबै ठिक गरेको छु भन्नेको अवस्था छैन। त्यहाँ जे जति राज्यले हामीलाई त्यहाँ गर भनेर दिएको छ त्यो सबै हामीले नियमपूर्वक हामीले गर्न मिल्नेसम्म गरेका छौँ। यो तपाईँ राजनीतिकबाट आएको र यो जनप्रति भएर आएको के फरक छ, के अनुभव गर्नुभयो? अब म चाहिँ त पहिला अब तपाईँले मलाई अब चिन्नु भएकै छ होइन, म चाहिँ हाम्रो हुम्लाको आदर्श पुरुष एउटा विकासवादी नेताको चाहिँ लामो समय म चाहिँ स्वकीय सचिव बसेँ होइन। र बस्दै गर्दाको त्यतिखेरको भनेको पनि देशभरिको गुनासो सुन्नु पर्थ्यो र हाम्रो नेताले चाहिँ जे जति गर्नुभयो यो जगजाहेर नै छ। हाम्रो जीवनबहादुर साईज्यूले गर्नुभएका विकासका कुरा गर्ने हो भने हामी कति अब आफ्नो कार्यकर्ता भएर भजायो भन्ने ठान्नु होला, तर उहाँले गरेको कुराहरू अब तपाईँ सञ्चारकर्मी भए हुनाले तपाईँले त्यो थाहा नै पाउनु भएको छ। उहाँको स्वकीय सचिव हुँदाखेरि जे जति मलाई जाँगर थियो यो चाहिँ गर्न सकिन्छ भन्ने थियो, तर म निर्वाचित भइसकेपछि त्यो सम्भव रहेनछ। त्यो किनकि राज्यले स्थानीय तह भनेर एउटा छुट्याइएको छ, तर स्थानीय तहमा भएका समस्या अनुसारका बजेट विनियोजित नभएको अवस्था हुनाले त्यति मैले चाहिँ परिकल्पना गरेको जस्तो मैले दिएको जुन मेरो एउटा रोड म्याप, मेरो एउटा प्लान जस्तो मैले गर्न सकेको अवस्था छैन अहिले। सङ्घ प्रदेश र कार्यालयहरूले सञ्चालन तपाईँको वडामा गरिरहेको छ अवस्था छ, डाइरेक्ट प्रदेशले गरिरहेको अवस्था छ, के छ समन्वय गरिरहेका छन्? के छ यो यस्तो छ। अब हजुरले अब सबै कुराहरू भुनाउन खोज्नु भएको छ। अब तपाईँहरूलाई के छ भन्दाखेरि म निर्वाचित भइसकेपछि हाम्रो मुख्यमन्त्री जीवनबहादुर साईज्यू चाहिँ प्रदेशमा हुँदाखेरि उहाँको पहलमा हामीलाई धेरै चाहिँ विकास, हामी त्यहाँ बाढी पहिरोले हिजो पनि 5 गतेको अप्रिल वर्षाले त्यहाँ छेद बिज्दै पारेको अवस्था छ। यस्तै हाम्रो पनि 79 सालमा पनि त्यस्तै त्यहाँ बस्ती विस्तार नै गर्नु परेको थियो, त्यसमा पनि 180 वटा घर बनेका छन् र हामीले 256 वटा विद्युतीय पोलहरू ल्याएका थियौँ झन्डै 2 करोड बराबरको, र हामीले प्रत्येक घरलाई चाहिँ सोलर सिस्टम 300 वटा सोलर सिस्टम चाहिँ हामीले बाँडेका थियौँ। यो सबै जीवनबहादुर साईज्यूले माथिबाट आफू मुख्यमन्त्री हुँदाखेरि मेरो वडाका वेदनाहरू बुझेर उहाँले बजेट व्यवस्थापन गरिदिनु भएको थियो। तपाईँको यो च्यानल मार्फत म उहाँलाई पनि धन्यवाद दिन चाहन्छु। त्यही त तपाईँको मुख्यमन्त्री क्षेत्रमा हुनुभयो, अहिले पनि प्रदेश सभासद हुनुहुन्छ, आशा छ। वडामा तपाईँको व्यक्तिगत हिसाबले नमुना 3 वर्ष कार्यक्रममा केमा काम गर्नुभयो त? स्वास्थ्य, शिक्षा, पूर्वाधार जस्ता नमुना मैले भने त नम्बर 1 मा मैले शङ्कर माविमा हामीले 2टा बिल्डिङहरू बनायौँ, हामीले बर्थिङ सेन्टर बनायौँ, हामीले सुत्केरी गराउने ठाउँ थिएन, त्यहाँ चाहिँ हाम्रो आधारभूत स्वास्थ्य चौकी छ, त्यहाँलाई हामीले अलग एउटा बर्थिङ सेन्टर बनायौँ होइन। अनि सेरडिल स्वास्थ्य इकाइ बनायौँ हामीले, त्यहाँ चाहिँ एउटा इकाइ छ त्यसमा बनायौँ। स्वास्थ्य र शिक्षाको लागि हामीले पालिकाले आफै औषधि खरिद गर्ने गरेको छ। हामीले मेरो वडाका जनताहरूको जुन सङ्ख्या अनुसारको औषधि उपचार पनि हामीले यहाँबाट लिएर त्यहाँ गर्ने गरेका छौँ। यो पछिल्लो अपडेटमा स्वास्थ्य क्षेत्रमा समस्या के छ तपाईँको? अब त्यहाँ पनि जस्तै सङ्घले प्रदेशले गाउँपालिकाले गर्न सक्ने त तपाईँ हुनुहुन्छ, अनि प्रदेशले सङ्घले गर्नुपर्ने के छ? प्रदेश र सङ्घले गर्नुपर्ने के छ भन्दाखेरि त्यहाँ चाहिँ हाम्रो एउटा स्वास्थ्य इकाइ भन्ने छ। हाम्रो एजुअल चाहिँ खारपनाथको 5वटा वडामा स्वास्थ्य इकाइ छन्, तर राज्यले प्रदेश सरकारले त्यहाँको जम्मा 3 लाख पठाइदिन्छ वर्षभरि
त्यहाँ तर के भन्छ त्यहाँ एउटा स्टाफ नियुक्त गर एउटा कार्यालय सहयोग गर भन्छ तर बजेट 3 लाख मात्र बढाउँछ त्यो सम्भव छैन त्यो 3 लाखले त्यहाँ उनीहरूलाई के दिने अब के व्यवस्था गर्ने त्यही भएर मेरो माग के छ भन्दाखेरि प्रदेश सरकारले भए पनि सङ्घ सरकारले भए पनि त्यहाँको इकाइमा दरबन्दी अनुसारको सरकारी सेवाको मापदण्ड अनुसारको तलब पुग्ने गरी बजेट व्यवस्थापन गर्नुपर्छ भन्ने मेरो जोरदार माग छ अबको बाँकीका वर्षमा के छ प्लान अब यसो छ अब 17 महिना बाँकी छ अब हामी एउटा बजेट ल्याउँदैछु अहिलेको बजेट पनि अब हामीले चाहिँ हाम्रो मुख्यमन्त्रीज्यूकै कारणले मेरो लाली र थालीको जुन हामीले यो कर्णाली करिडोरलाई जोड्ने पक्की पुल थियो अहिलेसम्म यो अब राज्यको ठेकेदारले अहिले कहिले डिजाइन पास भएको छैन कहिले के छैन भनेर भनिराख्नु भएको छ हुन उहाँको आफ्नो त्यस्तो समस्या होला तर यो चाहिँ अहिलेसम्म त्यो बनिसक्नु पर्थ्यो त्यो बनेको भए मेरो वडासम्म पुग्ने रोड अहिलेसम्म बनिसक्थ्यो र अब मेरो प्लान के छ भन्दाखेरि अब चाहिँ आउने जे जति बजेट छ मैले लाली औलदेखि मेरो थालीको लाली र थाली जोड्ने लाली औलदेखि मेरो वडा नम्बर 2 खारमल वडा नम्बर 2 सम्म पुग्ने रोडमा सबै बजेटहरू हाल्ने मेरो चाहिँ एउटा प्लान छ मेरो उद्देश्य छ आगामी वर्ष जे जति म चाहिँ त्यहाँ काम गर्न पाउँछु त्यो वर्षका सबै बजेटहरू मेरो त्यो लाली पुलदेखि थालीसम्म जोड्ने रोडमा चाहिँ हाल्नुपर्छ भन्ने मेरो प्लान छ आशा गरौँ आगामी दिनको बाटो पुगोस् अर्को विकल्प शिक्षा क्षेत्रको अब हेर्दाखेरि अब के छ यो गाउँपालिका अब शिक्षा यस्तो छ अब शिक्षामा पनि के छ भन्दाखेरि अब शिक्षा हाम्रो दरबन्दी एकदम राज्यले कम दिएको छ अब अस्ति भर्खरै पनि यो मेरो यो चाहिँ 80-81 मा पनि मेरो शङ्कर माविमा चाहिँ त्यो तलब पुगेन तलब नपुग्दाखेरि अब दुःखको विषय मेरो 2टा योजनाको पैसा काटेर 3 लाख रुपैयाँ मैले शङ्कर माविको उसमा चाहिँ हामीले डाइभर्ट गर्नु पर्यो पैसा चाहिँ विकासी बजेटबाट काटेर त्यहाँको तलब नपुग्दाखेरि 3 लाख रुपैयाँ हामीले कार्यपालिकाको मिटिङ वडाको मिटिङ राखेर हामीले कार्यक्रम नै संशोधन गरेर तलब खुवाउनु पर्यो त्यही भएर राज्यलाई के माग्छ भन्दाखेरि कि त दरबन्दी दिनु भएन दरबन्दी दियो भनेपछि त्यहाँको स्कुलको स्वीकृति दिनु भएन 10 क्लाससम्मको स्वीकृति दिएको छ अब त्यहाँ चाहिँ टिचर अपुग दिएको छ यो चाहिँ गरिदिनु भएन दरबन्दी दिएपछि दरबन्दी जस्तै जति क्लाससम्मको जति उसम्मको त्यो स्कुलको स्वीकृति दिन्छ त्यो अनुसारका कर्मचारीलाई शिक्षकहरूलाई पुग्ने तलब पनि दिनुपर्छ भन्ने मेरो चाहिँ माग हो यो तपाईँको वडामा आन्तरिक राजस्व स्रोत के हो मेरो आन्तरिक राजस्व यस्तो छ अब हुन त अब काठ ढुङ्गा बालुवा जडीबुटी छ तर अब त्यो चाहिँ सिस्टममा ल्याउन सकिएको अवस्था छैन किन छैन भन्दाखेरि हाम्रो यो जिल्लामा के छ भन्दाखेरि यो पुर्जी लिने चलन छ नि यो कोटा थोरै आइदिने हाम्रो त्यहाँ जडीबुटी धेरै भइदिने यो जहिले पनि हाम्रो चोरी निकासी भएर हाम्रो बाजुरा मार्फत मुगु मार्फत त्यो पुर्जीहरू लिने गरे हुनाले हामीले चाहिँ हाम्रो जडीबुटी अनुसारको चाहिँ राजस्व सङ्कलन गर्न सकिएको छैन मैले डिभिजन वन कार्यालयका हाम्रो आदरणीय दाइ लोकजन दाइ हुनुहुन्छ उहाँसँग पनि मैले दाइ यस्तो भयो भने उहाँले धेरै प्रयास गर्नुभयो उहाँले हाम्रा राया र थालीको वनको विवाद थियो उहाँले आफै फिल्डमा गएर होइन त्यहाँ आफै खटिएर उहाँले मिलाइदिनु भएको छ र उहाँले चाहिँ आशा छ उहाँले अब यो चाहिँ राजस्वकोमा पनि उहाँले एकदम चाहिँ हामीलाई त्यहाँका स्थानीय जुन त्यहाँका वन समितिहरूलाई उहाँले निर्देशन दिनु होला भन्ने आशा छ तपाईँको वडामा पर्यटन पूर्वाधारको अनि धार्मिक के छ हाम्रो यस्तो छ हाम्रो अब यो दुधिया दह भन्ने छ यो दुधिया दह हाम्रो लेखबाट पनि 4 नम्बर वडा छिब्राबाट पनि त्यहाँ पुग्छ 2-3 नम्बर वडाकोबाट पनि पुग्छ हाम्रो पनि पुग्छ अब यो चाहिँ खास चाहिँ यो नक्सा चाहिँ कुन वडाको चाहिँ भूगोलमा पर्छ त भन्ने यकिन छैन किन 4 नम्बर वडाले होइन हाम्रो भूगोलभित्र पर्छ भनिरहेको अवस्था छ 2 नम्बरले हाम्रो भित्र भनिरहेको छ अनि 3 नम्बरकाले पनि रायाकाले पनि होइन यो त हाम्रो भूगोलभित्र पर्छ भन्ने छ यो चाहिँ नक्साङ्कन चाहिँ गर्दाखेरि कसको चाहिँ ठाउँमा हो भन्ने यो कन्फ्युजमा छ म आफै छक्क छु यसमा चाहिँ त्यो अलि विवाद टुङ्गिएको छैन अलि यो विवाद टुङ्गिएको छैन किन टुङ्गिएको छैन भन्दाखेरि अब लेखबाट जस्तै खारबनाथ वडा नम्बर 4 को लेखबाट पनि जाने छ पदमार्ग बनाएका छन्
रायाको पनि बुहाने हुने पनि त्यहीँ जान्छ। हाम्रो भान्थाना मालिक हुँदै चाउल्या हुँदै पनि त्यहाँ जाने हाम्रो चाहिँ पर्यटक मार्ग भनेर हामीले एउटा प्लान बनाएका छौँ र पर्यटकहरू पनि त्यसरी पनि गइरहेको अवस्था छ। यो खास चाहिँ खारनाथ गाउँपालिकाको कुन वडाभित्र यो दुधे दह हो त भन्ने कुरा यो चाहिँ अलि चाहिँ मैले भन्न सक्ने अवस्था छैन। यो चाहिँ अब खोजी नीति गर्नुपर्ने छ। अब यो सुशासनतिर हेर्दाखेरि कुरा गर्दाखेरि यो विरोध चाहिँ कति छ? यो हाम्रो यसो छ, अहिले हजुरले पनि अब थाहा पाइसक्नुभयो होला, खारनाथ गाउँपालिका भनेको अहिले 80-81मा एकदम हामी 0.75 कति छ, हामी एकदम न्यून छौँ। हाम्रो अहिले के छ भन्दाखेरि डकुमेन्टमा हामी अहिले ध्यान दिनुपर्छ। नम्बर 1 हामी काममा ध्यान दिइरहेका छौँ। नम्बर 2 हामीले डकुमेन्ट एकदम तीन किसिमको अनुगमन हुँदासम्म हामीले भुक्तानी नै नदिने। पहिलो चाहिँ वडाले गर्ने अनुगमन, दोस्रो चाहिँ यहाँको अनुगमन समिति छ उपाध्यक्षको अध्यक्षतामा, तेस्रो चाहिँ जम्मू टोली हाम्रो गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष, हाम्रो यहाँको प्रमुख प्रशासकीय अधिकृत, इन्जिनियर फाँटको इन्जिनियर, योजना फाँटको योजना अधिकृत सबै गएर फाइनल चाहिँ रिपोर्ट हुँदासम्म हामीले चाहिँ भुक्तानी नदिने भए हुनाले अहिले हामी खारनाथ गाउँपालिका हुम्ला जिल्लाको एकदम नम्बर 1मा यो हामी चाहिँ बिरोजु कम भएको हाम्रो गाउँपालिका तपाईँहरूले थाहा पाइराख्नु भएको छ। यसका लागि हामी सबै कर्मचारीलाई, सबै यहाँको हामी सबै जनप्रतिनिधि हामी यसका लागि धन्यवादका पात्र भएका छौँ। अर्को कुरा है, वडा अध्यक्षले सिफारिस दिन मानेन, आफ्नो अनुकूलतामा दिन्छ भनेर आरोप लगाइरहेछ नि, के हो यो? 100% गलत हो। यो किन गलत हो भन्दाखेरि मेरो त के छ भन्दाखेरि म चाहिँ एकदम तपाईँले बुझ्नु होला, खारनाथ गाउँपालिकाको सबभन्दा 12 महिना चाहिँ हिउँद बर्खै चाहिँ खारनाथ गाउँपालिका र वडामा चाहिँ बसिराख्ने अध्यक्ष भनेको चन्द्र रावल मात्रै हो। यो सबै अरू वडा अध्यक्षले पनि स्वीकारेका छन्। यो हिउँदमा कोही नहुँदा पनि म यहाँ बस्ने र मेरो लागि यो सिफारिस दिएन भन्ने म कतिसम्मको चाहिँ गरिदिन्छु भन्दाखेरि ब्याङ्कको चेकमा चाहिँ मेरा चाहिँ जनता 2 नम्बरका जनताको चाहिँ चेक साटिएन भने पनि ब्याङ्कको म्यानेजर कहाँ गएर चेकको पछाडि मेरो छाप लाएर यसको केही फरक परेमा वडा अध्यक्ष चन्द्रलाल जिम्बारी हुनेछ भनेर दिदिनु होला भन्ने त्यतिसम्म म चाहिँ गर्ने मान्छेले अब यो सिफारिस भन्ने कुरा त मेरो कामै अब 44-45 वटा सिफारिस दिने हो। मैले रोक्ने के का लागि रोक्ने हो र, होइन के? अब पहिला जस्तो पार्टी बिबाडी भन्ने चलन पनि छैन। जुन दिन म चुनाव उठेँ पार्टी बिबाडी थियो, म जितिसकेपछि मेरो सबै वडा नम्बर 2 का जनता मेरा लागि सबै एउटै हुन्। त्यसमा मैले कसैका लागि पार्टीगत यसो रोक्ने त्यो छैन। यसमा कसैले रोक्यो त्यस्तो आरोप लाउँछ भने त्यो नितान्त चाहिँ त्यो दुःखदायक विषय हो। मैले त्यस्तो काम अहिलेसम्म गरेको पनि छैन। यो कुराहरू के भन्छ नि त, लास्ट देउतालाई पुकार्ने चलन छ। मैले त्यस्तो गरेँ अब पछि त्यो मान्य गुन्नेले मेरो चाहिँ जग्गा जानन्। मैले नगर्दै त्यस्तो आरोप लाउनेहरूले आरोप लाए, तपाईँलाई इन्फर्मेसन दियो भने उनीहरूका पनि छोराछोरी होलान्, उनीहरू पनि छोराछोरी पाल्दै होलान्। त्यो जान्ने कुरा उनीहरूको रगत र मेरो रगतले जनाउने कुरा हो, अरू के भनौँ। अन्तमा भावी यो कार्यकाल सकिसकेपछि अबको प्लान के हो तपाईँको? अब मेरो व्यक्तिगत हिसाबले मैले गर्ने चाहिँ अब के हो भन्दाखेरि अब लामो समय एउटा हुम्ला जिल्लाको विकासवादी नेताको स्वकीय सचिव पनि काम गरेँ र मेरो राजनीतिक करियरमा मैले एउटा वडा अध्यक्ष पनि मैले जितेँ। अब भनेको त गाउँपालिका अध्यक्ष लड्ने होला नि त। पार्टीले टिकट दिएपछि म चाहिँ पछि हट्नेवाला छैन, नदिए पनि रुष्ट हुनेवाला छैन। म नदिएपछि होइन मलाई दिनै पर्छ, म नदिएपछि विद्रोह गर्छु त्यो म भन्नेवाला छैन। मैले जो साथीलाई टिकट दिनुहुन्छ म त्यसको झोला बोक्न तयार छु, तर पार्टीका नेताले मलाई नै दिनुपर्छ किन म भन्ने मेरो चाहिँ दावेदार छ। मेरो प्रमुख माग पनि त्यही छ कि म एउटा चाहिँ होइन वडा अध्यक्ष भइसकेपछि यत्रो अहिले 46 वर्षको उमेर पुगेँ, अब गर्ने के त भनेपछि गाउँपालिका नै हो। तपाईँहरू सबैको सदिच्छाले, मान्य गुन्ने देउताको सदिच्छाले, मेरा अग्रज नेताहरूले मलाई टिकट दिनुहुन्छ। सबैको चाहिँ सम्मिश्रणले गाउँपालिका अध्यक्ष लड्ने मेरो चाहिँ उद्देश्य छ। अन्तमा के भन्नुपर्ने छ? अब केही छैन, यो मेरो इन्टरभ्यू लिइदिनु भयो होइन। सबै मेरा यी भनाइहरू तपाईँहरूले एकदम चाहिँ जनता माससम्म पुगोस् होइन। र अब मेरो तपाईँ लगायत तपाईँको यस च्यानललाई म हार्दिक धन्यवाद दिन्छु।